जाने कुरा पनि खाएको छ। घर आउने टुङ्गो छैन सन्तानको, बिहान हिँडेको सन्तान बेलुका फर्किँदैन। अनि ती आमा बाबालाई चिन्ता नभएर कसलाई हुन्छ होला विचार गर्नु होला। सम्पत्तिले केही हुनेवाला छैन। हेर्दिनु है, सम्पत्ति छ भन्दैमा कहिले पनि घमण्ड नगर्नु होला। जीवनमा भएका सन्तान राम्रा छन् कि छैनन् त्यसमा चाहिँ घमण्ड गर्नुपर्छ। सन्तान राम्रा छन्, आचरणमा छन्, संयममा बसेका छन् भने घमण्ड गर्दा हुन्छ। तर सम्पत्तिमा घमण्ड गरियो भने बडो गाह्रो हुन्छ, बढी दुःख पाइन्छ। सम्पत्तिले के त केही गर्दैन, विचार गर्नु होला। आज छ भोलि नहुन सक्छ, तर सन्तान निरोगी भए, सन्तान आफूले भनेको माने, आफूले भनेको टेरे, ल है बाबु भन्दा आफ्ना वचनले काटेनन् भने त्यो चाहिँ सम्पत्ति हो। भक्तवत्सल भगवानको जब दुखी भए सन्तान, सन्तानले चाहेको कुरा परिपूर्ण भएन भने आमा बाबालाई साह्रै चिन्ता हुन्छ अरे सज्जन। बाबालाई त त्यति अवस्था हुँदैन अरे, आमालाई धेरै दुःख लाग्छ अरे। सबैका सन्तान धेरै माथि पुगेको, धेरै उन्नति प्रगति गरेको, आफ्नो सन्तान पनि त्यहाँ पुगुन् भन्ने हर आमा बुवाको ध्येय हुन्छ अरे सज्जन। त्यस कारणले गर्दा आज माता भक्तिलाई पनि धेरै दुःख भयो। सन्तान यो अवस्थामा ढलेका छन्।